सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने रणनीतिक महत्त्वको भूमि लिपुलेखलाई लिएर नेपाल र भारत बीचको सीमा विवाद पुनः सतहमा आएको छ। भारतले चिनिया क्षेत्रमा रहेको मानसरोवर जाने छोटो मार्गका रूपमा लिपुलेखमा सडक निर्माण र स्तरोन्नति जारी राखेपछि नेपालले यसलाई आफ्नो सार्वभौमिकतामाथिको प्रहार भन्दै आपत्ति जनाउँदै आएको छ। भारतले सन् 2020मा दार्चुलादेखि लिपुलेखसम्मको करिब 80 किलोमिटर सडक उद्घाटन गरेपछि यो विवादले उग्र रूप लिएको थियो। नेपालको जानकारी बिना नेपाली भूमि प्रयोग गरी बनाइएको यो सडकले दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपन ल्याएको छ। हालैका दिनहरूमा सो मार्गलाई थप सुदृढ बनाउने र पर्यटकीय तथा सामरिक प्रयोजनका लागि सञ्चालनमा ल्याउने भारतीय कदमले विवादलाई फेरि बल्झाएको हो। लिपुलेख र कालापानी क्षेत्रको विवादको चुरो सन् 1816को सुगौली सन्धिमा जोडिएको छ। सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी हो। नदीभन्दा पूर्वको भाग नेपालको हो। महाकालीको मुहान लिम्पियाधुरा हो। भारतले भने नक्कली काली मन्दिर बनाएर कालापानी क्षेत्रबाट बग्ने सानो खोल्सोलाई काली नदी मान्दै आएको छ। लिपुलेख परापूर्व कालदेखि नै व्यापारिक नाका र मानसरोवर जाने बाटो रहिआएको छ। सन् 2015मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा नेपाललाई जानकारी नै नदी भारत र चीनबीच लिपुलेखलाई व्यापारिक नाका बनाउने सहमति भएको थियो। नेपालले सोही समयमा दुवै देशलाई प्रोटेस्ट नोट पठाएर विरोध जनाएको थियो। चीन र भारत बीचको यो सहमतिले नेपालको त्रिदेशीय बिन्दुको संवेदनशीलतालाई नजरअन्दाज गरेको देखिन्छ। भारतले सन् 2019मा लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि 2077 साल सन् 2020मा नयाँ चुच्चे नक्सा जारी गर्यो। नेपालको संविधान संशोधन गरी यो नक्सालाई राष्ट्रिय निशान छापमा समेत समावेश गरिएको छ। भारतले मानसरोवर मार्गका रूपमा सडक सञ्चालन गर्दा नेपालसँग कुनै पनि औपचारिक संवाद वा समन्वय गरेको छैन। भारतका लागि यो क्षेत्र चीनमाथि निगरानी राख्न रणनीतिक रूपमा महत्त्वपूर्ण छ। दुवै देशले नक्सा जारी गरे पनि सीमा समस्या समाधानका लागि उच्च स्तरीय वार्ता हुन सकेको छैन। लिपुलेख विवाद केवल एउटा सडकको विषय मात्र नभएर नेपालको भौगोलिक अखण्डताको प्रश्न हो। नेपालले ऐतिहासिक प्रमाण, सन्धि, नक्सा र जनगणनाको रेकर्डका आधारमा भारतसँग स्पष्ट कूटनीतिक संवाद गर्नुपर्ने र चीनलाई पनि यस त्रिदेशीय बिन्दुको संवेदनशीलता बुझाउनुपर्ने देखिन्छ।